अपने मुटु थरथर कामले त्यो सुति गएछु 3 बजे बस्यो उठेर आएर कान्छ कोही भन्छ यसो हेरेको त नानीको त घाँटीमा यसरी दोहोरी पो लडिरहेको एक्कासी नानीको यसो हेर्नु भन्यो अनि दर्शकबिन नमस्कार। यति बेला म मोरङको उलाबारी 2 सिरुझारमा आएको छु। यहाँ एकजना युवाले आफैले म मर्दैछु भनेर साथीलाई भिडियो बनाउन लगाएर आफ्नै घरभित्र झुन्डिएर आत्महत्या गरेका छन्। रातको समयमा म मर्दैछु मेरो भिडियो गर पनि भनेको रहेछ। उसलाई चाहिँ अघि गयो नि सानो त्यो भाइलाई चाहिँ उसले भिडियोहरू पनि गरिदिएको रहेछ। हजुर। अनि ऊ चाहिँ भिडियो गरेर गइसक्यो अरे छुट्टिएछन्। हजुर। अनि त्यस पछाडि यो घटना भयो के अरे। भिडियोले आफ्नै साथीलाई भिडियो बनाउन लगाएर झुन्डिएर आत्महत्या गरेका छन्। एउटा फिल्मी जस्तो लाग्ने यो घटना मोरङको उलाबारी 2 मा घटेको छ। आखिर 30 वर्षीय मनोज राईले किन चाहिँ भिडियो आफ्नै साथीलाई खिच्न लगाएर झुन्डिएर आत्महत्या गरे? आउनुहोस् यति बेला हामी स्थलगत रिपोर्टिङमा छौँ। सियाको छोरा त झुन्डी प्रायः अझ एकै काल लिएर आयो। मलाई बेलुका भन्दै थियो जति दुःख मैले दिएँ अब दुःख हुँदैन है भएर भयो त्यतिहरू मैले केही भनेन। त्यसो गर्नुभयो यत्रो बलमा छ हुँडा यसरी टेकेको छ। उसलाई शब्द पनि फर्काइन जवाब पनि केही दिइन। अनि त्यतिकै सुते लडीबडी गर्दै दिँदै लडीबडी गरेँ। एउटा साथी थियो उसको त्यो साथीसँग गफ गर्दै थियो। मोबाइल पनि छैन उसित मोबाइल माग्थ्यो हिजो त मागेन। त्यो महिलाहरूसँग चाहिँ त्यस्तो खालको चाहिँ होइन उहाँहरूको डिस्कस भयो झगडा भयो त्यो विषयमा हजुरले चाल पाएपछि छोरालाई सम्झाउनु भयो कि भएन यस्तो अरूले तपाईँहरूले सम्झाएको मैले उसको बाबुले त सम्झाएन। बाबु त अब गोठाला हजुरले सम्झाउँदा के भन्नुभयो उहाँले छोराले? मेरो गल्ती थिएन मलाई सबै यसरी धुरिएर मलाई मेरो गल्ती मलाई देखायो मलाई टुट्यो मेरो मात्रै गल्ती देखायो उताको त गल्ती नै देखाएन सबै मेरो एकजोड लाग्यो भन्दै म एउटाले के गर्नु कसो गर्नु एकदमै सबै लागेपछि भन्दै अनि हामी बाबुआमा छौँ त भएर भनौँ कि भने फेरि हामी छौँ म त भनेन अनि उसको आमाले चाहिँ भएर भनौँ अनि आमाले भन्दा त किन भन्नु फेरि सधैँ त उसो बाबुले पनि कता कता झगडा गरेर आउँदा कराउँथ्यो हिजो त कराएन पनि। भनेपछि बुवासँग पनि मैले तपाईँलाई धेरै दुःख दिएँ अबदेखि चाहिँ म दिँदिनँ भनेर भनेको है। त्यसै भनौँ मलाई यसले सबै लाग्यो मलाई नराम्रो देख्यो जहिले तैले कहीँ हुँदैन मलाई आउँछ भन भनेपछि अरूबाट चाहिँ उहाँमाथि चाहिँ दबाब आएको कारणले गर्दा चोरको भाइ भन्छ चोर भन्छ महिलाको त हिजो उहाँमाथि फोन आएर को यहाँ बत्ती झापझिप गएको थियो को यहाँ टाउको फुटायो अरे भनौँ कुदेर उसको फुपूलाई फोन गरेर गयो। जाँदाखेरि दिल्ली सरले पनि चोरको सन्तान अस्ति पनि भनौँ त्यो शम्भुलाई माइला छोरालाई यसको घरै जिसिबी लाएर उकाइदेऊ ढोका चाबी लगाइदेऊ पनि भनौँ। मैले त्यो भिडियो म लाटी मान्छे भिडियो रेकर्ड गर्नु जान्दिनँ मोबाइल त बोकेको छु नि बोकेर के गर्नु भिडियो गर्नु जानेको पनि म त सबै सुनाउने थिएँ तपाईँहरूलाई। अनि त्यहाँबाट हिजो पनि त चोरको सन्तान ए भान्जा यसो होइन उसो होइन भनेको थिएन त्यसले त्यस्तो घटना घटाउने थिएन आफ्नै मान्छेले त्यो यसरी अमला ठडाइ भोलि तँलाई के हुन्छ भन्दै भनौँ। अनि मेरो नन्द पनि अनि गएर उसको मात्रै दोष नहेर सबैले तिमीहरूले पनि कुटेको छौ अरे भने यहाँ पनि यत्रो घाउ छ ढाडमा अनि यता पनि यत्रो सुन्निएको छ यता छ चोट यस्तोमा छ। मैले भने कान्छ अझै हुनु भइगयो राम्ररी बस म यताउति फोन घुमाउँछु अनि बिमारी भेट्नु जान्छु अब गएन भने हाम्रै दोष लाउँछ भनेको। आमा बाला कति दुःख दिनु भन अब तैँले दिनु त सानैदेखि दिइस् नि मैले पनि यसो भने अनि दिइस् नि अब त्यो दिइस् भने हामीलाई के को त गुनासो अब छोरा एक दिन कमाउँछु होला भने त्यति भनेर
हामी यहीँ सुत्यौँ क्या मेरो छोरा त्यहाँबाट गयो कता अनि कता गयो आउँदैन भने एकछिनबाट साथीसित आयो अनि रुँदै थियो अनि मैले पनि रुँदै पनि थियो हजुरको छोरा कति रुँदै थियो मलाई यसो भन्नु फलानले डिस्काले यसो गर्नु यसो भन्नु भन्दै रुयो अनि नरुए नरु भन्नुहोस् भनेर भन्नु त्यही भयो नि त्यहाँ नि 1 बजीसम्म यहाँ लडेँ कस्तो यस्तो हातहरू बुङरुङ बाङरुङ बुङरुङ भयो अनि उसको बाबुलाई भने मेरो त हात खुट्टा पनि के भयो कामेर मर्न आँटेँ म त भने अनि 1 बजेपछि म त भित्र जान्छु म त एकछिन भए पनि मोबाइलको हेर्छु साह्रै कामै भयो भित्र गएर त मोबाइल सुति गएछु उसको बाबु पनि सुत्यो कतिखेर आएर त्यस्तो भयो त्योभन्दा पहिला तपाईँको छोराले केही कुराहरू राख्नु भएको थियो घर कुरोहरू यस्तो हुँदैछ त्यस्तो हुँदैछ मलाई यस्तो तरिकाले गर्दैछ त्यो कोही कुरो उहाँले सेयर उसले त्यो झगडा गरेर आउँदा म झगडा परे आमा यसरी भएँ चाहिँ भन्थ्यो भन्थ्यो डिटेलमा खोज्नु भएन के भएर झगडा म त्यस्तो के लाटी मान्छे अनि अब त यस्तो हो तपाईँको छोरालाई चाहिँ कुटपिट गरेर माथि छ भनेपछि तपाईँ माथि जानुभयो घटनास्थलमा त्यहाँ जाँदा चाहिँ के देख्नुभयो कस्तो भएको देखिन मेरो छोरा यहाँ आयो आमा मलाई कुटो भनौँ अनि गएर गर्दाखेरि मेरो छोरा पनि पछि गयो हजुर अनि पुलिस बोलाउँदै रहेछ फोन गरेर कल गरेर अनि पुलिस बोलाउँदा कहाँ भन्नु होला अब पुलिसले यताबाट त बोलेको प्रत्यक्ष बुझ्यो उताबाट चाहिँ बोलेको बुझिनँ अनि त्यो चोरको घर अगाडि चोरको भाइ चोर भन मेरो छोराले पनि सुनिरहेको मामा यति साह्रो त नभन्नु न मैले पहिले जति गल्ती गरेँ अहिले म गल्ती गरेको छुइनँ त मलाई मात्रै नदोस्नु न उहाँहरूलाई पनि मैले 81 गोदेको होइन त म लडेँ किन हाँस्नु त मेरो यहाँ घुँडा पिल्छ्यो अनि मैले मुख छोडेँ अनि मुख छोड्दाखेरि गरौँ कुट्न आउँदा हेलमेट यसो गर्दाखेरि त्यो आइमेको चाहिँ अलिकति चोट लागेको छ अलिकति मैले लाग्छ तपाईँले देख्नुभयो देखेको अलिकति छ अनि सिटिक्यान गर्नु हुँदैन अरे 2 जिउको रहेछ अब 2 जिउको मान्छे अब घरभित्र कुटेको भने त नालीमा चाहिँ किन बस्नु पुग्यो त छोरी मान्छे नालीमा थियो नालीमा बसिरहनु थियो नालीमा थियो यत्तिकै हम्किँदै थियो यत्तिकै कराउँदै थियो अनि त्यहाँबाट दिल्ली दाजुले पनि उसको भान्जालाई अलिकति सम्झाइदिएको भए हुन्थ्यो कि अनि तै चोर कि चोर भन्ने अनि होइन मेरो माइला बडा बाउको छोरा जस्तै हजुरको छोराले चाहिँ त्यहाँ एकजना साथीसँग भिडियोमा बोलेर भिडियो रेकर्ड गरेर अब म मर्दैछु भनेको रहेछ नि त्यो भिडियो सुन्नुभयो हजुरले के भनेको थियो भिडियोमा त्यति राम्रो त सुन्नु म त यता रुनु र कराउनु त्यहाँ सरहरूले सबैले सुन्नु हुँदै थियो मलाई यसो भन त्यसो भन यसो गर त्यसो गर भन्दै थियो म त्यो कारणले मर्दैछु भनेको रहेछ भनेको रहेछ ठिक छ आमा एकदमै दुःखद घटना तपाईँको घरमा घटेको छ आफूलाई सम्हाल्नु होला दिलाइदिनु होला अब म लाटी सिधा मान्छे उसको बाउ पनि रोगी म पनि यस्तो पेसा उसको बाउको झन् आँखा अपरेसन खुट्टा अपरेसन त्यस्तै भए पनि हामी हरेक दुःख गरेर खाएको यो गाउँको मान्छेलाई नि साह्रै आरिस भयो अनि जस्तै हजुरको छोराले चाहिँ पटक पहिला पनि चोरी गर्ने एकदमै होइन एकचोटि गरेको थियो हजुर अनि त्यहाँबाट मान्छेले नै उ गरेर छोडेको थियो हजुर अब त म त्यस्तो काम गर्दिनँ बरु दाउरा बेचेर खान्छु म त्यस्तो काम गर्दिनँ भन्दै भने यता चाहिँ हाम्रो बुवा हुनुहुन्छ भिडियो गरेको त उसको साथीले गरिदिएको भनेपछि जो अहिले मृतक हुनुहुन्छ 30 वर्षको उहाँ र उहाँको साथी चाहिँ रातको समयमा म मर्दैछु मेरो भिडियो गर पनि भनेको रहेछ उसलाई चाहिँ अघि गयो नि सानो त्यो भाइलाई चाहिँ उसले भिडियोहरू पनि गरिदिएको रहेछ हजुर अनि ऊ चाहिँ भिडियो गरेर गइसक्यो अरे छुट्टिएछन् हजुर अनि त्यस पछाडि यो घटना भयो के अरे भिडियोमा चाहिँ के भनेको रहेछ भिडियोमा के अरे के कारणले चाहिँ अब झगडा भयो त्यहाँ माथि छिमेकीसँग झगडा भएको रहेछ नि त उनीहरू बाइकमा लडेको अरे अनि त्यस पछाडि उनीहरू लडिराख्दाखेरि त्यहाँ बाटो नजिकको मान्छेहरू हाँस्यो अरे अनि के अरे किन हाँसेको यहाँ आफू चाहिँ मर्ने बेला भइसक्यो तपाईँहरू हाँस्नुहुन्छ भनेर त्यतिकै अब उनीहरू के भयो होइन भनाभन भयो अनि त्यसमा अलिकति झगडा भएछ मैले सुनेको हिसाबमा चाहिँ होइन तर अब यही हो भनेर चाहिँ मलाई थाहा छैन मलाई हिजै यस्तो घटना भएको अरे म त अहिले बिहान खेतमा जाँदाखेरि चाहिँ त्यहाँ यस्तो भयो अरे जाउँ न भनेर मात्रै आएको हो मलाई त खासै त मैले यहाँ जाने बुझेअनुसार चाहिँ त्यति नै मैले चाहिँ बुझेँ अनि अहिले पुलिसहरू आएर सोधपुछ गरेको सुन्दाखेरि चाहिँ अनि त्यो भाइले चाहिँ
जो भिडियो गर्ने भाइ हजुर त्यसले चाहिँ भिडियो गरेर अनि यस्तो गर्छ जस्तो लागेको थिएन म त गर्दै मेरो भिडियो भन्नु अनि गरिदिएको हो अरू त मलाई थाहा भएन भनेर उनीहरू छुट्टिएछन् भनौँ न बेलुका 9-10 बजीको बिचमा उनीहरू त्यसै पनि त्यहाँ ट्र्याक्टरमा काम गर्ने मान्छेहरू हो कि अनि ट्र्याक्टरमा जोतेर अनि त्यो ढुङ्गा गिटीहरू उनीहरू कहाँ पुऱ्याएर ओरेर उनीहरू ढिलो ढिलो नै आउने हो अनि उनीहरू त्यही ट्र्याक्टरमा काम गर्नेहरू यसरी बेलुका एकछिन यताउति भेटघाट अनि दोकानतिर बस्ने ओर्ने गर्थे अब त्यो हाम्रो मर्ने भान्जा चाहिँ त्यो उयो गर्ने खालको होइन क्या सिरियस खालको होइन हामीले जान्दा चाहिँ उसले चाहिँ हरेक कुराहरूलाई मजाकमै उडाइदिने आज भनाभन गरो लाप्पै खेलो भने नि भोलि त्यो मान्छेसँग मिलेर हिँड्ने यस्तोरी सिरियस हुनु हुँदैन केही कुरामा नि भनेर हिँड्ने खालको मान्छे चाहिँ हो तर कसरी उसले यस्तो ठुलो कदम उठायो त्यो चाहिँ म त सुन्ने बित्तिकै त मैले नपत्याएको के म त खेतमा जानलाई म साइकलमा जाँदै थिएँ अनि त्यही हाम्रै छिमेकीले त्यहाँ त मान्छे फलो अरे त भनेपछि चाहिँ अनि म पनि यहाँ आएको हो अब आउँदाखेरि त्यस्तै अलिअलि कुरा सुनेको चाहिँ मैले त्यो माथि तामाङ उयो हुनुहुन्छ कि सो बाइकमा उनीहरू दुईजना जाँदै थिए अरे उनीहरू लडेछन् अनि हाँस्नु भयो अरे अनि हाँस्दाखेरि भनाभन हुँदाखेरि चाहिँ अब यो भान्जा पनि त्यसरी नै बोल्ने हो अनि उनीहरू पनि त्यस्तै होइन अनि अब उनीहरूले के भने अब भान्जा लडिराखेको चोट लागिराखेको बेला रिस उठ्यो होला बोले अनि उनीहरूले खै के अब त्यहाँ वरिपरिकाले झम्टेर आयो कुटपिट चाहिँ गरेन छ झम्टिनु मात्रै भएछ होला होइन कुटपिट पनि भएछ मृतकलाई ओहो कुटपिट पनि भएछ त कतिजनाले के भन्यो त्यो त मलाई नि एक्ज्याक्ट थाहा भएन हजुर कुटपिट चाहिँ भएको अरे मैले चोट पनि हेरेँ हजुर चोट पनि छ चोट पनि छ ढाडमा छ त टाउकोतिर फुटेको छ ए आमाम त्यस्तो हुइन्जल अनि उता पनि हस्पिटल छ अरे भन्नु ए भनेपछि ठुलै पो फाइट परेको रहेछ त होइन र हिजै के अरे सर पुलिस सरहरू आउनु भएर त्यो मिलाएर जानुभएको थियो एक्ज्याक्टली उसले त्यो भिडियो मर्नुभन्दा अगाडि त्यो भिडियोमा चाहिँ के भनेको रहेछ त्यो चाहिँ हजुरलाई थाहा छ मोबाइल सरहरूसँग बोक्नु भएको छ अहिले त्यही भाइसँगै थियो भाइसँग लिएर सरसँगै छ त्यो मोबाइल त्यहाँदेखि नि त्यहाँ भाइले सुनाउँदाखेरि उसले सुनाउँदाखेरि चाहिँ होइन हामीलाई त छैन कि हजुर अघि यहाँ प्रहरीहरूलाई सुनाउँदा चाहिँ उहाँले कसो भयो के भन्नुभएको रहेछ भिडियो यही कुराहरू भन्नुभयो मैले त त्यहाँसम्म मात्रै हेरेँ के अरे अब म छु पनि भनेछ है म त्यहाँनिर झगडा यो कारणले भयो झगडा अनि त्यो झगडाको कारण होइन अनि मैले त के अरे ऊ प्रेग्नेन्ट हो मैले उसको त्यो भुँडीमा गरेकै छुइनँ उनीहरूले यस्तो त्यो बटमहरू यस्तो के कडीहरू हुन्छ नि त्योहरूले हो त्यो लिएर यसरी हान्नु खोज्दा मेरो टाउकोमा लाग्छ होला भनेर मैले यसरी छलिँदा मेरो ढाडमा लागेको छ अनि त्यही बटम मैले उनीहरूले हान्नु खोज्दाखेरि अनि फेरि मैले दाहिने हातले यसरी रोक्दा त्यही बटम थाम्नु नसकेर उनीहरूको टाउकोमा लागेको जस्तो भान्जाले चाहिँ त्यहाँ भिडियोमा भन्नुभएको छ मैले त्यहाँसम्म हेरेँ होइन अनि त्यस पछाडि सरहरूले लानुभएको त्यो मोबाइल दिनुभएको छैन सरसँगै छ